नाइके दाइ प्लिज के बरु म झर्छु कहिले पनि छरिन तपाईले जे भन्नुहुन्छ त्यही मान्छेको दाइ बिन्ती छ प्लिज दाइ प्लिज दुगा खोलिदिनु म बाहिरबाट चाहिँ भनिदिन्छु धार पानीको आमा बाहिरबाट भनिदिन्छु के अन्त कहिले आन्दाको दाइ बुवा पनि छैन मम्मी पनि छैन म बुइ बासँग बस्छु हेलो एभ्रिवन वेलकम ब्याक टु आवर न्यू भिडियो। आज हामी धेरै दिन पछाडि एकदम सक्रिय रूपमा आइसकेका छौं र आजको प्र्याङ्क चाहिँ हाम्रो रहेको छ बच्चा चोर पार्ट हाम्रो 3 होला सायद यो चाहिँ हैन पार्ट 2 भनौं। यो च्यानलमा चाहिँ एउटा अर्को जुन बच्चा चोर फर्स्टको छ त्यो चाहिँ हाम्रो अर्को च्यानलमा यो च्यानलमा छ त्यो पनि गएर हेर्न सक्नुहुन्छ र आजको भिडियो अत्यन्तै रमाइलो हुनेवाला छ। पुरा भिडियो हेर्नु होला। हाम्रो गोप्रो रेडी छ। अब हामी स्टार्ट गर्छौं है त भिडियो। ल भाइ धारपानी जाने बाटो कुन हो? तिम्रो कतातिर हो? तिम्रो कतातिर हो? यति नै हो? जाम्न उतै सिकाइदियो कि हामीलाई। उता अगाडि बस्छ तान जाऊ जाऊ अगाडि बस्छ तान तान न तान तान त्यो त्यो पक्रेर चाहिँ उ त्यो बाहिरबाट छोड 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 छोरा 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 म टाल्छु। बस्यो ठाउँ नपाएर तिमीको घर कहाँ हो त? तलपट्टि हो। कहाँ त हाँस्छ बाबु? यति नै किन हाँस्छौ त? तपाईले युट्युबमा देखेको त इटुला झारिहाल्नु पर्दा इटु बेकामका भइगयो तर हैन के दाइ हैन के तलपट्टि छ के अब तार पनि हजुर कहाँ सिधा हिँड्नु नि अनि त्यति झार्नु होला अनि मैले बाटो सिकाइदिन्छु के हजुर। अनि कहाँ मलाई देखाइदिए भन्छ नाटक हजुर कहाँ देखाइदियो भन्छ ए हैन 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 के नै के नै घुमेर आउला नि के छ ओइ झर्छ ओइ घुमेर आउला नै के अंकल नै के अंकल दाइ के दाइ सरी कहिले आन्दा के दाइ सरी कहिले आन्दा के दाइ सरी के दाइ सरी के दाइ दाइ सरी के सरी 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 दाइ खुट्टा ढोक्छु के बरु सरी 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 दाइ खुट्टा ढोक्छु के बरु प्लिज दाइ जान्दिनु न दाइ सरी के घर जान्छु कि म दाइ सरी दाइ सरी सरी के दाइ प्लिज दाइ सरी प्लिज दाइ सरी के सरी 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 के भयो झर्छु के म घर जान्दिनुहुन्छ कि दाइ दाइ सरी के छ रे घर जान्दिनु के तु के फोन लगाऊ अब यहाँ बस त राम्रोसँग पहिले कुरा गर्न के हो किन डराइनेर म पहिले दुगा खोलिदिनु म बाहिरबाट चाहिँ भनिदिन्छु धार पानीको आमा बाहिरबाट भनिदिन्छु के बाहिरबाट भनिदिन्छु के किन यस्तो उयो गरे हौ ओइ खोल त सुन बाबु अंकल त्यस्तो आधार र त्यो लक पासवर्ड लगाएको त्यहाँ हुन्न भाइ हजुर भाइ अंकल दुईटा पासवर्ड दुईटा केटाहरु हजुर दाइ प्लिज के छाड्दिनु न दाइ प्लिज के हामीले छाड्दिनु न दाइ दाइ के दाइ गोड खुट्टा ढोक्छु दाइ किन हाँस्यो भाइ अनि के हाँस्नु हजुर नै के दाइ प्लिज के बरु म झर्छु कहिले पनि छरिन तपाईले जे भन्नुहुन्छ त्यही मान्छेको दाइ बिन्ती छ प्लिज दाइ प्लिज एउटा हामीलाई किडनी चाहिएको छ किडनी दिउ जे
हामीलाई एउटा किडनी मात्रै चाहिएको हुन्छ मम्मीलाई दिन्छु कि जसरी भए पनि दाइ हुन्छ मम्मीलाई दिन्छु कि जसरी भए पनि दाइ कहाँ मिलाउँछ दाइ छाडिदिनु क्या दाइ दाइ प्लिज कि दाइ मम्मी दाइ छाडिदिनु न ब्याग मजाले राखेर बस्छ अब छानी गुरुछु दाइ दाइ छाडिदिनु न के भयो दाइ छाडिदिनु के मेरो फोन भयो? कोही छैन के कस्तो पैसा छैन भने मेरो बुवा पनि छैन मम्मी पनि छैन म बुवा बाबासँग बस्छु कहाँ छन् कहाँ हुनुहुन्छ बाबा मम्मी बाबा मम्मीले अर्को बिहे गर्नु भएको छ मेरो पनि बाबा मम्मी बाबाले पनि मम्मीले पनि बाबा र मम्मी बितेर जन्म बाबा गरेको चाहिँ थियो। मम्मीले अर्को बिहे गरिहाल्नु भयो छाडिदिनु न तिम्रो बाबा मेरो मेरो बाबा र मम्मी पनि मरियो मरिगयो सत्य हो कुरा सट्टै हो कसम खान्छु जे कसम पनि खान्छु तर मेरो मम्मीले बिहे गर्नु भयो नर तिमीलाई लग्दैन गयो पनि टेन्सन नगर मैले देखेको छु भने होइन युट्युबमा मैले छैन अनि के भनेको कि कसरी भनेको त युट्युबमा देखाएको छु भने त्यत्तिकै तपाईँ जस्तै थियो कि एउटा मान्छे के गर्छ त्यसले के गर्छ त्यसले यस्तै यस्तै गर्थ्यो के गर्थ्यो यस्तै फ्री फायर खेल्थ्यो यो के हो थाहा छ क्यामेरा किन किन रुवा त क्यामेरा देखिदेखि मलाई त यिनीहरू देखेर पुरै त्यो भयो हामीलाई प्र्याङ्क पनि गर्न दिनु राम्रोसँग बुझ्यो तिमीले तिमीहरू आफै रियाक्ट गर्यो आफै चिनाछु भन्यो आफै रोयो आफै सब कुछ आफै गर्यो त यार मैले त केही आजको कन्टेन्टमा मेरो तिमीहरूले मैले भन्नुपर्ने पनि केही भएन म छोडिदिनुहोस् म किडनी दिन्छुसम्म भन्न भ्यायो तिमीहरूले होइन यो जस्ट एउटा अरू पनि प्र्याङ्क गरेको देखाउँ तपाईँको म फ्यान पनि हो तपाईँको म फ्यान पनि हो अनि कसरी किन रोयो त फ्यानमा? किन त फेरि तपाईँलाई देखाएर मुख बारेर देखाएर यो मान्छेलाई देखाइदिनु देखाएको थिएँ अरू मान्छेले पनि यस्तो प्र्याङ्क गर्नुभएको थियो कि अनि मुख बाने देखेपछि फेरि हामीले प्र्याङ्क गर्छ भन्ने थाहा पाएन त मनमा के तिमी हल्का हल्का यो यो त यो क्यामेरा देखाएको छन् किनीहरूले फेरि हेरिरहेको छन् फेरि क्यामेरा त्यहाँ फेरि बाबु तिमीलाई थाहा पायो हामीले के गरेको अझै थाहा छैन यो बाबुले अझै थाहा पाइरहेको छैन के गरेर भन्ने कुरो तिमीलाई थाहा भएन फेरि हुँदैछ यो ए बाबु तिमीलाई भिडियो मात्रै बनायो के हामी कहाँ छोपेर हिँड्छौँ त त्यही त प्र्याङ्क हो कि हो हिँड तिमीलाई म रमाइलो सामानहरू किनिदिन्छु तिमीलाई के खानु होटलमा खाने कि खाजा बास के खाने मोमो खाने तिमीले के खाने तिमीले मोमो खाने टेन्सन त्यहाँभित्र बसेर कुरा गर प्र्याङ्क हो कि हो प्र्याङ्क होइन सर मेरो बाबा मम्मी छैन मलाई बुई बाजेले छिटो आएर भन्नु होइन टेन्सन गर्नु पर्दैन बाबु हामी दाइ जस्तै हो कि म यतिको मान्छे हो त्यो नरो रुने होइन बाबु सम्झौ त तिम्रो साथीलाई तिमीले बुझ्यौ त के कुरा हो नरो बाबु के गर्नु तिमीहरूसँग यसो रमाइलो गरौँ मजा गरौँ के गर्छौँ भने होइन चौधरी हो तिमी चौधरी हो तिमी के हो मगर हो अनि मगर छोड डराउने हो त डराउने होइन नि यसरी गाडीमा चाहिँ चढ्ने होइन अरूले कतै जाम भन्यो भनेपछि फ्याट्ट बसिहाल्ने होइन यसै गरी गर्न सक्छन् कसैले अपहरण गरेर लैजान सक्छन् है बाबु बुझ्यौ नि कि बिजी हो कि बियास अलि त त्यहाँ जाम है नडराउ म कहीँ लग्दैन तिमीहरूलाई होइन सर हात्तीमा पनि छ यो क्यामेरा है बाबु यो क्यामेरा हात्तीले पनि छ उता नजाम डराउनु पर्दैन कि डराउनु पर्दैन तिमीलाई कहीँ लाग्दैन ऊ यहाँनिरको होटेलमा खाने कि यहाँभन्दा राम्रो त्यहाँ छ त्यही भएर त्यही घर छोडिदिन्छौँ त भयो तिमीलाई घरै पुऱ्याइदिन्छु कि तिम्रो हजुरबा साथीलाई सम्झाउने कि हाँस्यो प्र्याङ्क गर्नु भएको प्र्याङ्क गर्नु भएको तिमीलाई चिसो गराइदिन्छु ल आँसु आयो डाइनोलाई देखेर तिमी तिमी बाबा मम्मी हुनुहुन्न
कि झुट बोल्यो मेरो त मम्मीले तारको बिहे गर्नुभयो बाबा नभएर हजुर तर मम्मी बुवा फेरिको घरमा बस्नुहुन्छ लेकिन 1 सेकेन्ड बुवा पनि छैन मम्मी पनि छैन म बुइ बासँग बस्छु चल झुटा घरमै हुनुहुन्छ मम्मी बाबा पनि अनि किन टिड्दै गएको त तपाईहरुले लग्नुहुन्छ भने ठिकै मैले हो यही छ बाबु यही तिमीलाई कहीँ टाढा लाग्दैन यो होटल छ त यही होटलमा है बाबु मजाले खाजा खाने अनि दाइहरुसँग बसेर कुरा गर्ने मेरो भिडियो हेर्ने रहन्छ क्या तिमीले जस्तो लाग्यो मैले त धेरै हेरेको थियो नि हेरे मान्छेले अनि चिन्दैन परमडाइको केटाले पनि यस्तै गर्नुभएको थियो हजुर अनि सब भिडियो हेरेको मान्छेले सबै उ गरेको मान्छेले अनि थाहा हुन्न त अनि हेर त मेरो भिडियोहरु बच्चा है मलाई बच्चा चोरै देखाइदिन्छु है हाइनको धेरै मैले हेरेको थियो हजुर तिमीले भसकै रुन लाग्थ्यो बच्चा चोर प्राङ भनेर लेखेको थियो कि नै मामा चिकन मोमो खान्छौ हामी भर्खर खाजा खाएर 2वटा चिकन मोमो ल्याइदियो स्टिम एकजना हेर्नु पर्छ मैले यसरी केही भन्छ हो गरे हो नि केही भन्दैनौ एक केटा क्युट रहेछ के ल अब त शान्त भयो मन कसैले अब यसरी जाम भनेपछि नजाने है त घटाउ कहिले पनि जान्दा हो तिमी पनि कहिले जान्नौ नि म पनि कसैले कर गर्यो भने नि जाम त जाम भने म त भाग्छु बरु मिठो छ टिस्यु पेपर छ टिस्यु पेपर ए दाइ टिस्यु पेपर ल्याइदिनुहोस् कोही कपाल काट्दै अङ्कलले अलि ध्यानमा पुऱ्याएर काटिदिनु भयो जस्तो छ यो बाबुले सर दिइराख मलाई होइन सर हामी गइहाल्छौँ आफै भन्दैछ म छोडिदिन्छु भनिरहेको छु भोकले पनि डराइरहेछन् केटाहरू हजुर होइन यिनीहरूलाई मैले चाहिँ भिडियोहरू बनाउँछु कि युट्युबमा हाल्नको लागि अनि यिनीहरूको आज गाडीभित्र यिनीहरूलाई राखेर एउटा सानो मजाक गर्दा केटा डराएँ कि यिनीहरूलाई डराएँ अनि डराइसकेपछि केटाहरूलाई यसो पेट भइरहेछ यिनको डर हट्छ भनेर ल्याइदिएँ असुविधा भन्दा मेन के कारणले डरायो तिम्रो आज मैले तपाईँले मैले चिनेको छु भने अनि तपाईँले अनि त तपाईँले होइन होला भन्नुभयो त्यही बाटो डराइदिएँ अनि टुर्कीलाई देखेर नि हजुर सबभन्दा बढी तिमी चाहिँ के कारणले डरायो मैले फेरि यहाँले त्यो मुखमा त्यो लगाएको अनि एउटा किडनी चाहिन्छ भनेको त्यही बाटो डरायो एउटा त मैले पनि त्यही हो किडनी चाहिन्छ भन्दै अनि किडनी मिलाइदिन्छु भन्थ्यो त मिलाइदियो त एउटा किडनी छाडिनुहुन्छ भनेर ल ठिक छ केटाहरूसँग बसिसकेका छौँ हामी चाहिँ के छ बाबु भन्ने भन ठिकै छ ठिकै छ भने सोधे अरे यार के छ ठिकै छ अरे यार पनि ठिक छ यार दुईटैले भिडियो हेर्छु नि अब गएर हजुर वाइफाई छ घर बित्तिकै हेर्छु हजुर वाइफाई छ नि भनेपछि जाँदा बित्तिकै हेर्छौ के हो रे सर तपाईँको फेरि सर भन्यो जाँदा भन के को सर हो त नि पहिले यहाँ कुरा गर पहिले भन म सर हो कि दाइ हो यहाँ भन म सर कि दाइ सर दाइ भन्न जान्दैन दादा भन्न सकिन्न म तिमीलाई स्कुलमा पढाउने मान्छे जस्तो लाग्यो अब लाइक एन्ड सब्सक्राइब सबले गरिदिनु होला सबले सपोर्ट गरिदिनु होला दाइलाई अनि यो बाबुले भन्नु पर्यो यो बाबुले साथ सपोर्ट दिनु होला दाइलाई सधैँभरि जाने रहेछ त केटो त ल बाबुले भन्दै थियो कि 2 शब्द लाइक कमेन्ट शेयर गरिदिनु होला ठिक छ ल जान्छौ हजुर ल टेक केयर फाइनली गाइज हाम्रो भिडियो कम्प्लिट भइसकेको छ तपाईँहरूले हेर्नुभयो होला कस्तो लाग्छ सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नु होला अबको भिडियोहरू दामी आउँदैछ हामीले दामी कन्टेन्टहरू अब ल्याउने प्रयासमै छौँ र आउनेछ निरन्तर रूपमा साथ र सपोर्ट सधैँ जारी राख्नु होला अनि हाम्रो टुर्कीको लागि के भन्न चाहनुहुन्छ एउटा कमेन्ट गर्नु होला उसको च्यानललाई गएर सपोर्ट गर्नु होला र मेरो अर्को नेक्स्ट च्यानललाई पनि सपोर्ट गर्नु होला भन्दै आजको भिडियोलाई यहीँ नै गरौँ के भन्छौ सबैले लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला धेरै नै अगाडि बढाइदिनु होला भन्ने आशा छ ठिक छ आजलाई यति नै आजको भिडियो यहीँ नै गर्न चाहन्छु यदि भिडियो मनपर्छ भने लाइक एन्ड शेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला थ्याङ्क यू फर वाचिङ साइनिङ आउट बाई